यहाँनिर हाम्रो भाउजू हुनुहुन्छ हो, यहाँनिर चाहिँ हाम्रो बोजूहरू हुनुहुन्छ। अन्त गाइस यहाँ फाइनली भाङसर काट्यो है। अन्त यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू मकै बारी है। चाहिँ अब अलिकति अब के देख्यो भन्दाखेरि सेटिस्फाइङ भ्यू है यहाँनिर देख्नु। अहिले चाहिँ अब फाइनली पानी ट्याङ्की पुगिसक्यो है। हेलो गाइज, गुड मर्निङ र नमस्ते सबैजनालाई है। र आजको ब्लगमा हजुरहरूलाई फेरि पनि स्वागत छ है। र जुन चाहिँ मैले हिजोको भिडियोमा भनेको थिएँ हामी चाहिँ भोलि नेपाल दमक जाँदैछौँ भनेर है। र अहिले चाहिँ अब म रेडी भइसक्यो हो। अब झन्डै अहिले 7 साढे 7 भयो होला, 8 बजीतिर चाहिँ हामी हिँड्ने भनेर चाहिँ प्लान छ। अब हेरौँ के छ है। अन्त यहाँ मर्निङ वेदर सिलगढीको यस्तो छ, यहाँ देख्न सक्नुहुन्छ है। घाम चाहिँ अलिकति लाग्दैछ हो, तर अब दिउँसो चाहिँ अब गरमै छ हो। यति बेला पनि अब घाम लागेको छैन, यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू। यहाँबाट घाम लाग्छ होइन, र पनि अब अलिकति अब गरमै लाग्यो मलाई चाहिँ कि। त्यही भएर अब त्यही हो, अब ब्रेकफास्टहरू गर्ने, ब्रेकफास्ट गरेर चाहिँ अब जतिसक्दो चाहिँ छिटो हिँड्ने, किनकि अब अलिकति टाढै जानुपर्छ। गाइस अब चाहिँ हामी निक्लेको नेपाल दमकपट्टि है। हाम्रो बाजे बोजू हुनुहुन्छ हो। अनि यहाँ गाडी सबै रेडी गरिसकेँ। लुलु बसौँ। अघि नै गाडी चाहिँ पुसपास पारेर रेडी गरिरहेको थिएँ मैले हो। त्यहाँबाट अब सबैजना बस्नु पनि भयो गाडीमा। म तपाईँलाई इन्ट्रोड्युस गराउँछु है। अन्त यहाँनिर हाम्रो भाउजू हुनुहुन्छ हो, यहाँनिर चाहिँ हाम्रो बोजूहरू हुनुहुन्छ। अब चाहिँ हामी सिधै अब जहाँनिर भाङसर काट्छ त्यहाँनिर भेट्छु तपाईँलाई, किनकि भिडियो पनि ज्यादा लामो हुन्छ। उता नेपालको पनि देखाउनु पऱ्यो हो। बाई बाई, अहिले भेटौँ। अहिले चाहिँ अब फाइनली पानी ट्याङ्की पुगिसक्यो है, देख्न सक्नुहुन्छ। अन्त गाइस अहिले चाहिँ हामी फाइनली है पानी ट्याङ्की पुगिसक्यो। अन्त यहाँनिर भित्र चाहिँ के रहेछ भन्दाखेरि यहाँनिर भित्र चाहिँ भाङसर गर्नुपर्ने। भाङसर काटेर चाहिँ हामी अब यहाँबाट चाहिँ अगाडिबाट चाहिँ राइट लिनुपर्छ हो। अहिले चाहिँ अब मजाको फ्लाइओभर बनिएको रहेछ, त्यहाँबाट चाहिँ सजिलो हुन्छ। अन्त तपाईँहरू पनि हेरिराख्नुहोस् है। यहाँ भाङसर चाहिँ यहाँनिर हुँदो रहेछ हो। यहाँ उयो गेटबाट भित्र आएर चाहिँ तपाईँहरू भाङसर काटेर चाहिँ अब उयो नेपाल पस्नुपर्ने हुन्छ। अब सिधै भेट्छु तपाईँहरूलाई म दमकमा भेट्छु, अब किनकि भिडियो पनि ज्यादा लामो हुन्छ हो। त्यही भएर अब सिधै दमकमा भेट्ने। बाई बाई। अन्त गाइस यहाँ फाइनली भाङसर काट्यो है। भाङसरको दाम चाहिँ कति पऱ्यो भन्दाखेरि इन्डियनमा उयो गर्दा चाहिँ झन्डै 450 भनौँ न, नेपाली 600, इन्डियन 450। यहाँ भाङसर अब चाहिँ जाने दमक। ल गाइस अहिले चाहिँ हामी फाइनली बिर्ता मोड आइपुग्यो है। बिर्ता मोडमा किन रोकेको भन्दाखेरि चाहिँ यहाँनिर पट्टा काट्नुपर्छ। पट्टा भन्नेले चाहिँ के हो भन्दाखेरि नेपालको रोड ट्याक्स है। अब यो दुईवटा भाङसर र पट्टा काटेपछि चाहिँ बस नेपाल प्रहरीसित डराउनु पर्दैन हो। अन्त राम्रो उयो चाहिँ के लाग्यो भन्दाखेरि यो दुईवटा काटेपछि चाहिँ तपाईँको लाइसेन्सहरू पनि अब पर्दैन। लाइसेन्स त छ र पनि अब पट्टा नेपाल आउनु भयो भने चाहिँ यो भाङसर र पट्टा चाहिँ नबिर्सिनु होला। भाङसर छ र पट्टा छैन भने चाहिँ तपाईँलाई अलिकति दग्दी हाल्न सक्छ हो। पट्टा चाहिँ काट्नुहोस्। पट्टा चाहिँ कहाँनिर हो भन्दाखेरि यहाँनिर यो ठुलो बिर्ता मोडको अलिकति राइटमा ठुलो यो टावर भएको बिल्डिङ छ, यहाँनिर काट्दा हुन्छ है। पट्टाको दाम कति पऱ्यो भन्दाखेरि इन्डियन 450 प्लस भाङसरको 450 जस्तो पऱ्यो हो। टोटल 1000 जस्तो चाहिँ अब फाल्टै बोकेर हिँड्नुपर्छ। अब सिधै भेटौँ दमकमा। ल अहिले हामी फाइनली भाउजू कस्तो लाग्यो जग्गा? एकदम राम्रो, दामी है। यहाँ तपाईँ देख्न सक्नुहुन्छ धानहरू, उयो माथि मकैको होइन। अब जग्गा त दामी रहेछ नि हौ। नेपाल केर्खा नेपाल केर्खा आइपुग्यो हामी। यहाँ देख्न सक्नुहुन्छ है बाटोहरू होइन। बाटो चाहिँ अलिकति यहाँको यस्तो रहेछ हो। यहाँबाट धानहरू मजाले आइसला यो हो नि त। यहाँ धानको हेर्न सक्नुहुन्छ यहाँनिर। ल अब फाइनली हामी चाहिँ क्याम्पा पुग्यौँ है। हराएर गरममा हो अप भएर। अन्त यहाँनिर देख्न सक्नुहुन्छ यस्तो धानहरू मजाले। हाम्रो बोजूहरू पनि पछाडि बसिराख्नु भएको छ, त्यहाँ भाउजू पनि भिडियो गर्नुहुँदैछ। अन्त धन्न यहाँ भेनाहरू ल्याउनु आउनु भएछ र अलिकति भए पनि सजिलो पऱ्यो, नभए त अब हराएर कहाँ पुगेको थियो हामी हो। अब त्यो क्याम्पा पुग्यौँ। त्यहाँनिर के कसो छ त्यहाँको भ्यू देखाउँछु तपाईँलाई। बाटो हेर्न सक्नुहुन्छ तपाईँहरू। बाटो एकदमै दामी, वरिपरि खेत त्यसरी होइन। मजाको खेतहरू रहेछ नि त्यसरी। मजाले धान पाकिरहेको छ।
सक्नुहुन्छ। यस्तो छ क्याम्पाको भ्यू। फर्स्ट टाइम लाइफमा यत्रो टाढो आएको म नेपाल। उयो पशुपतिहरू त गइरहेको तर यस्तो चाहिँ आएको थिइनँ कहिले। यसको भ्यू देख्न सक्नुहुन्छ तपाईँहरू। तपाईँहरू अब देख्न सक्नुहुन्छ हामी फाइनली क्याम्पा पुगिसक्यो है। यहाँनिर देख्न सक्नुहुन्छ धान आम्बो चारैपट्टि धानै धान मजाको होइन। यहाँनिर यो वर्तमानको पण्डाल रहेछ हो। अन्त यस्तो मजाको भ्यू चाहिँ अब देख्न सक्नुहुन्छ तपाईँले यहाँ है। क्याम्पाको चाहिँ भ्यू यहाँ चाहिँ अब वर्तमान यहाँ देख्न सक्नुहुन्छ है वर्तमानको सेटअप। हामी फाइनली पुगिसक्यो यहाँ। आम्मामा गरम यस्तो रहेछ है। प्रायः सकिसकेको रहेछ नि त। हामी अब अलिकति ढिलो भयो किनकि चाहिँ हामी हरायौँ होइन। हराएको हुनाले गर्दा चाहिँ अलिकति ढिलो भयो। यहाँनिर देख्न सक्नुहुन्छ। अन्त बाहिर त्यो धानहरू है। अब एकछिन अब बस्ने रेस्ट गर्ने यताउता है। त्यहाँबाट चाहिँ तपाईँहरूलाई फेरि भिडियो बनाउने छु। हामी चाहिँ अब फाइनली पुग्यो कि तर झन्डै हामीलाई 5-6 घन्टा चाहिँ लाग्यो पुग्नु हो। अन्त यहाँ पुगेर चाहिँ अब अलिकति अब के देख्यो भनेदेखि सेटिस्फाइङ भ्यू है। यहाँनिर देख्न सक्नुहुन्छ परैसम्म धान मजाले धान होइन। धान फुलेको बेलामा झन् कस्तो मजाले देख्ला हो। यहाँ देख्न सक्नुहुन्छ बारी वरिपरि चाहिँ अब धानै धान मात्रै छ क्या। चारैपट्टि जहाँसम्म अब आँखाले भ्याउँछ नि त्यहीसम्म धान परसम्म अब धानै धान। अब अहिले भर्खर उयो गरेको हो। अब यताउता पानी सानी खाएर अब रेस्ट गरेर खानासाना खाने त्यहाँबाट फर्किने हो। अब भिडियो पनि ज्यादा लामो हुन्छ हो। अहिले नै उयो त गर्दिनँ। अब हेरौँ के छ कसो छ हेर्ने जग्गा होइन। हेर्दै जाने हो। अन्त अब त्यो धानहरू त देखाइहालेँ तपाईँलाई। परतिर चाहिँ अब मकै बारीहरू थियो हो। हामी अघि त्यो वर्तमानको जुन चाहिँ अब मेन अब पार्ट अब त्यो चाहिँ मिस गरेँ हामीले किनकि हामी चाहिँ हरायौँ हो। अर्को बाटो गइपठाएछौँ। त्यहाँबाट यताउता सोद्धा पनि भएन। त्यहाँबाट चाहिँ भेनाहरू आउनुभयो लास्टमा ल्याउनु। त्यहाँबाट फाइनली चाहिँ आइपुगेँ। तर अघि हामी त्यहाँ उयोमा नहराएको भए चाहिँ एउटा चोक रहेछ। चोकबाट चाहिँ हामी अर्को बाटो गइपठाएछौँ नि त होइन। त्यहाँबाट यता आएको भए चाहिँ हामी यता थियौँ र पनि अब भेनाहरू नआउनु भएको भए चाहिँ अलिकति साह्रै पर्थ्यो। भेनाहरू आउनुभयो। भेनाहरू आउनु भएर चाहिँ अलिकति सजिलो पऱ्यो हामीलाई हो। नभए चाहिँ साह्रो पर्थ्यो। यस्तो छ। अन्त यहाँ देख्न सक्नुहुन्छ तपाईँहरू मकै बारी है। मकै फली पनि रहेको रहेछ यहीँ। यस्तो दामी दामी उयो रहेछ नि त। अब मकै पनि हेर्नु न अब कस्तो एउटै बोटमा दुधवटा फलिरहेको रहेछ। अम्मामा ए देख्न सक्नुहुन्छ है। एउटै बोटमा दुधवटा मकै है। दाजु हाम्रो भाइको थियो वर्तमान। हामी त अब डल्लै सकेर आइपुगेछौँ हो। देख्न सक्नुहुन्छ गुवा सुपारीहरूदेखि लिएर धानहरूदेखि लिएर टाकटुक रहेछ यहाँ। घर केरा यहाँ बच्चा रहेछ। यहाँ हान्नु खोजेको त्यसले आइछ मान्छ अम्बो झन् हान्यो नि त्यसले मलाई झन्डै हान्यो। हजुर जग्गा दामी नि हौ यतिको त दामी हो नि। यहाँ देख्न सक्नुहुन्छ यो भाइको वर्तमान चाहिँ आज वर्तमान हुने भाइ हो। आज सकेर सबै सकेर नुहाउँदैछ हो। उहिले झन्डै हान्यो मलाई चुच्चा रहेछ त्यो। अन्त यहाँ देख्न सक्नुहुन्छ यो भिक्षाको उयो चाहिँ सकिसक्यो हो। अहिले चाहिँ अब यहाँ टिका लगाउने कार्यक्रम हुँदैछ देख्न सक्नुहुन्छ। अन्त यहाँ सबै अब प्रायः चाहिँ डल्लै सकिसक्यो भनौँ न। अब अलिकति छिटो आएको भए चाहिँ हेर्नु पाउँथेँ तर अलिकति ढिलो भएकोले गर्दाखेरि चाहिँ हेर्नु पाएन। अन्त यसरी हाम्रो भाइको चाहिँ यसरी भएको छ है। यो भाइले पनि हेर्ला भोलि पछि मेमोरिज पनि हुन्छ भाइलाई। हामी हराएर आइपुग्यो। भाइ बसिरहेको छ। बाबु आमा होइन तिमी नै आऊ ठुली जाऊ न तिमी लगाइदेऊ अनि बाबुमा लगाइदिन्छ। अन्त यता चाहिँ बुफे रहेछ। यहाँ देख्न सक्नुहुन्छ यहाँ बुफे। यी प्रायः चाहिँ अब वर्तमानको सकिसक्यो हो। देख्न सक्नुहुन्छ है। हजुर हुन्छ खै उयोहरू चाहिँ भाउजूहरू हुन्छ यहाँ देख्न सक्नुहुन्छ है। यहाँ भाइको देखाउँछु अब हल्का होइन। भिडियो ज्यादा लामो पनि हुन्छ यस्तै देख्दैन नि मान्छेहरू ज्यादा भएर कि। अब चाहिँ त्यही हो गाइज है आजको लागि यति नै किनकि भिडियो ज्यादा लामो पनि हुन्छ। त्यही भएर भेटौँ नेक्स्ट ब्लगमा। बाई बाई।